एक दिन नारदजी अहम पृथ्वीम यातो, म पृथ्वीमा पुरा भ्रमण गरेँ, सर्व उत्तमाम इति सब पुरा चारैतिर भ्रमण गरेँ। म पुष्कर गएँ, प्रयाग गएँ, काशी गएँ, गोदावरी गएँ, हरिक्षेत्र गएँ, कुरुक्षेत्र गएँ, श्रीरङ्गजी गएँ, सेतुबन्ध गएँ एवं आदिषु तीर्थेषु, यी म सब तीर्थहरूमा भ्रमण गरेँ। यता उता जति पनि थिए ती तीर्थहरूमा सबै मैले भ्रमण गरेँ। मलाई ना पश्चिम कुत्रचित शर्मा, मैले मनः सन्तोष कार्यक्रम, मैले कतै पनि मेरो सन्तोष मन भएको देखिनँ, मेरो मन सन्तोष भएन। कलिना अधर्म मित्रेण, कलियुगको अधर्मले गर्दा धरेयम, धरेयम भनेको धरा भनेको पृथ्वी होइन, बाधिता हुँदैन, कलियुगले पृथ्वीलाई बाँधिसक्यो। सत्यम नास्ति, सत्य छैन, तपस्या छैन, राम्रो सोच छैन, दया छैन, दान छैन होइन। अनि उदरम भरण, केवल आफ्नो पेट भर्नको लागि मात्रै कसिएको छ जीव प्राणी मनुष्यहरू के मान्छेहरू होइन, केवल आफ्नो पेट पाल्नको लागि मात्रै कसिएको छ। मन्द बुद्धि छ, मन्द भाग्य छ होइन, मन्द दुर्ताः, मन्द भाग्य छ। पाखण्ड निरता सन्त, पाखण्डे भइसक्यो सन्तहरू। विरक्ता सपरिग्राह होइन, जो अलि तपस्या गर्ने राम्रो गर्ने मान्छे छन् ती घर गृहस्थी गरेर बसेका छन्, जो पाखण्डी छन् त्यो पेट पाल्नको लागि गएर सन्यास धारण गरेर बसेका छन् होइन। तरुणी प्रभुता गेहे, स्यालको बुद्धिदायक, आफ्नो घरको भाइलाई पर ताडेर सालालाई, माइतको सालालाई आफ्नो बनाउने त्यस्ता भाइ छन् यो कलियुगमा। हेर्नुहोस्, त्यस्ता आफ्नो भाइलाई पर ताडेर, आफ्नो भाइसित दुश्मन गरेर माइतको होइन ससुरालको सालालाई आफ्नो बनाउने, आफ्नो भाइलाई पर फाल्ने त्यस्ता छन् अरे कलियुगमा। स्यालको बुद्धिदायक हरे। कन्या बिक्रीण लोभ, धनको लोभले कन्यालाई बिक्री गरिरहेका छन्। अनि पति पत्नीमा कलकनम भनेको दम्पति नाम कलकनम छ। कलकनम भनेको दुईजनामा झगडा मात्रै हुने, घरबार बिग्रिने होइन, डिभोर्स गर्ने। आश्रममा यमनै रुद्दास अरे, आश्रममा गएर यमनहरू बसेछन्। कस्ता यमन जस्तो मुस्लिम जस्ता पाखण्डी ठुल्ठुला होइन, त्यस्ता पाखण्डीहरू गएर कहाँ बसेछन् त, तीर्थमा गएर सरिता नदीमा गएर बसेका छन् होइन यमनहरू के। अनि देवता य नान्यत्र दुष्टै नष्टानि भूरिच अरे, पुरा कतै पनि देवता मन्दिरहरू छन्, पुरा नष्ट, पृथ्वीलाई नष्ट पारेका छन् यस्ता यमनहरूले। न योगी छ, न सिद्ध छ, न ज्ञानी छ, न सत्कर्म गर्ने मनुष्य छ। कलिदावानले नाद्य साधनम भस्मताम गरेर, कलियुगले गर्दा साधनको पुरा भस्म भएर गयो भने नारदजीले। हेर्नुहोस्, जय श्री राधे, जय श्री।